मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वजम् मङ्गलं पुण्डरीकाक्षं मङ्गलाय तनोहरि मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वजं मङ्गलं पुण्डरीकाक्षं मङ्गलाय तनोहरि मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वजं मङ्गलं पुण्डरीकाक्षं मङ्गलाय तनोहरि मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वजं मङ्गलं पुण्डरीकाक्षं मङ्गलाय तनोहरि नयाँ सिस्टमको शुभकामना छ सबै किसिमले अब यो रमाइलोको साथसाथमा राम्रो होस्। मामा अब 700 पानी राखेर भन्दैलाई है ल राम्रो होस् पढेर जानेछ अलि राम्रो है त ਘੰਟੀ ਬਿਗ ਬੈਨ ਦੀ ਪੂਰਾ ਲੰਡਨ ਠੁਮਕਦਾ ਉਹ ਜਦੋਂ ਨੱਚੇ ਪੈਣ ਦੀ ਪੂਰਾ ਲੰਡਨ ਠੁਮਕਦਾ ਤੂੰ ਘੰਟੀ ਬਿਗ ਬੈਨ ਦੀ ਪੂਰਾ ਲੰਡਨ ਠੁਮਕਦਾ ਉਹ ਜਦੋਂ ਨੱਚੇ ਪੈਣ ਦੀ ਪੂਰਾ ਲੰਡਨ ਠੁਮਕਦਾ ਨਾ ਵੱਜਦੀ ਉਹ ਲੈ ਕੇ ਵਰਜਨ ਇੱਥੇ ਉੱਥੇ ਕਹਿੰਦੀ ਫੈਲ ਕਰਤੇ ਕਬੂਤਰ ਵਰਗੀ ਉਹ ਮੇਮਾ ਫਿਰਦੀ ਗੁੱਟਰਦੀ ਗੁਲਾਬੀ ਸ਼ੇਡ ਦਾ ਰੰਗ ਹੈ ਫਿਰੰਗੀ ਰੱਖੀ ਤੂੰ ਸਾਂਭ ਕੇ ਆ ਸਾਨੂੰ ਤੇ ਲੱਗਦਾ 100 ਸਾਲ ਤੋਂ
सड़कों पे चले जब लड़कों के दिलों में तू आग लगा दे बेबी फायर नकली से न करे तू करे जब देखे हमें झूठी तो तेरे मुखड़े पे चटका लगा जितना है तेरे चुन पे अपनी अदाओं से ज्यादा नहीं तो 10-12 लड़के तो मार ही देती होगी तू दिन में जैसे 36 फिरते हैं मेरे वर्गी और न होनी तू मुंडा बिल्कुल देसी है मैं कटरीना तो सोनी में मैनू काला चश्मा जचदा है काले गोरे मुखड़े पे मैनू काला चश्मा जचदा है जचदा है गोरे मुखड़े पे सड़कों पे चले जब लड़कों के दिलों में तू आग लगा दे बेबी फायर के हो तिम्रो नाम बहिनी परिचय पाम हिमाल जस्तै रहेछौ तिमी बिहानीको घाम के हो तिम्रो नाम बहिनी परिचय पाम हिमाल जस्तै रहेछौ तिमी बिहानीको घाम कता हिँडेको हो बिजुली बालेर हट भएर पट भएर ड्युटी भएर तिमी क्युटी भएर हामी हेरेको हेरै 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 यतै हिँडेको यसलाई चाहिँ नाम भन्दा नि ठुलो हुँदो रहेछ काम यतै हिँडेको यसलाई चाहिँ नाम भन्दा नि ठुलो हुँदो रहेछ काम बजार हिँडेको हो बिजुली बालेर हट भएर पट भएर ड्युटी भएर हामी क्युटी भएर यस्तो हेरेको हेरै 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 दुश्मन छ धेरै दुश्मन हेरेको हेरै हाम्रो दुश्मन छ धेरै दुश्मन हेरेको हेरै 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 आज भोलि दुर्गेशको गीत फिल्मतिर बिक्छ हेर्दै जाँदा इन्डस्ट्रीमा को चाहिँ बढी टिक्छ आज भोलि दुर्गेशको गीत फिल्मतिर बिक्छ हेर्दै जाँदा इन्डस्ट्रीमा को चाहिँ बढी टिक्छ खर्च भएर या चर्चा भएको छ म पैसा उडाउँदै म गाडी उडाउँदै म धुलो उडाउँदै मेरो यस्तै छ पारा मेरो दुश्मन छ धेरै दुश्मन हेरेको हेरै मेरो दुश्मन छ धेरै दुश्मन हेरेको हेरै मेरो दुश्मन छ धेरै दुश्मन हेरेको हेरै दुश्मन हेरेको हेरै यतै हिँडेको हो मैले छैन चिनेको तिमी को हो कट्टा सट्टा फालिदिएर पिस्तोल किन्देको ओए कट्टा सट्टा फालिदिएर पिस्तोल किन्देको तिमी को हो ओए यस्तै ल्याङ भएर पिस्तोल किन्देको मैले यस्तै ल्याङ भएर पिस्तोल किन्देको अब यही गीतलाई आनन्द कार्कीको आवाजबाट भाइको दुश्मन छ धेरै दुश्मन हेरेको हेरै भाइको दुश्मन छ धेरै दुश्मन हेरेको हेरै भाइको दुश्मन छ धेरै दुश्मन हेरेको हेरै भाइको दुश्मन छ धेरै दुश्मन हेरेको हेरै
सरले हो के नेपाल राज्य भरतपुर महानगरपालिका अन्तर्गत कति 11 नम्बर है द्वादश पोस्टे के भयो गणेश मन्दिर त्यही टोलै त्यही हो सृजनशील टोला ग्रामस्थले श्री गणेश पाद समीपे गणेश मन्दिर पाद समीपे इह पुण्य मोह नारायणी गङ्गा निकटे इह पुण्य मोह 60 वर्षामध्ये कालयुक्त नाम संवत्सरे श्री सूर्य कालयुक्त अन्तर्गत सिद्धार्थ नाम संवत्सरे श्री सूर्य उत्तरायण मासन मासुतमास्य सौरेण चैत्र मासे चान्द्र चैत्रपति शुक्लपक्षे शुक्लेय दशम अन्तर्गत शुभपुण्य ऋतौ सोमवासरे लग्न गर्ण बेला दोषो अत्यह मध्येह अत्यह मीन राशिते श्री सूर्य कर्क राशिते चन्द्रमसी वृष राशिते देवगुरौ अन्येषु ग्रहेषु यथा यथा स्थानतिथेषु ससु एवं ग्रह गण कोण विशेषेण ससो अत्यह ओम अत्यह कश्यप गोत्रोत्पन्न त्रिपुरा शुक्लयजुर्वेदाध्यायन रुद्रप्रसाद नाम शर्मा मम सोधेको है मलाई सपुत्र राशिको नाम त्यही हो र शोभाखर सपुत्र वधु सुधा नै हो राशिको नामै त्यही हो मोसा शिशु सतरी शेषोदाले पूर्व अनि स जेठोको नानी हो के हो राशिको नाम धनकुमार नाम देवी मम सपुत्र मुक्तिनाथ नाम कुमारो हम मम भन है अनि सब भ्रात परिवार आदि सहित हम मम राशिको नाम के बुवा उहाँको है सब परिवार सहित हम मम सब कुटुम्ब सब बन्धु बान्धव आदि सहित हम मम भन्नु विशेषतया मम पौत्र भन्नु है मेरो नाति है मम पुत्र मुक्तिनाथ कुमारस्य चुडो उपनयन वेदारम्भ समावर्तन समष्टिगत कर्म अद्य दिवसे पूर्व दिने तोरण मातृका पूजन नान्दी श्राद्ध सिद्ध आमन दान कर्मणि तथा च अद्य दिवसे आदो दीपकलश गणेश पूजन पूर्वक चतुर्वेद पञ्चकलश पूजन कर्मणि तथा च श्री साम सदा शिव प्रीतिद्वारा सर्वदा प्राप्ति निमित्तकं च ब्राह्मणद्वारा श्री साम सदा शिव पूजन पूर्वकं यथाशक्य रुद्र पाठ कर्मणि तथा च ओम ऐं ह्रीं क्लीं चामुण्डादेवी श्री महाकाली महालक्ष्मी महासरस्वती नवदुर्गा देवी पूजन यथाशक्य दुर्गा सप्तशती पाठ कर्मणि तथा च श्री सावित्री वर्मा उमाशैत महेश्वर लक्ष्मी सत्यनारायण पूजन सत्यनारायण पूजन लक्ष्मीनारायण पूजन पूर्वकम सपाद 1,25,000 हो नि बत्ती धाउकी कपास तन्तुसूत्रान सपाद लक्ष्य वर्तिकान तिलको तेल हो तिल तैलान रजतवर्ती रजत दीपक स्वर्णवर्ती सहित युक्त लक्ष्मीनारायण प्रसन्न निमित्तकं च सपाद लक्ष्यवर्तिक प्रचलन तत् अपूर्ण पूर्णार्थम यथा वस्तु निज पूर्णपात्र दान कर्मणि तथा च चुडो उपनयन वेदाम समावर्तन अन्तर्गत ग्रह पूजन सर्वारिष्ट सपरिवाराणाम मैले ग्रह दिएको छु है अरिष्ट है मम भन्नु है सबैले मम
सपरिवाराणाम अरिष्ट नवग्रह अमुक अमुक नवग्रह अहिले ग्रह पूजा भन्नुला नवग्रह पूजन यथा वस्तुले च दान कर्मणि जप अनि के अरे मृत्युञ्जय भन्नु श्री महाकाल शनि मृत्युञ्जय पाठ जप कर्मणि तत् कर्म सत्यानारायण भयो अरू केही छ शनि स्वती साथी लाखमा दिनुभयो है तत् तत् अपूर्ण पूर्णार्थम ब्राह्मणद्वारा अघिस्थापना यथाशक्ति हवन कर्मणि तथा लक्ष्यवर्तीको अपूर्ण पूर्णार्थम श्री पुरुषोक्तद्वारा तर्पण मार्जन हवन कर्मणि कर्ताद्वारा यजमानद्वारा हवन कर्मणि तत्कर्म अपूर्ण पूर्णार्थ तत्कर्म अधिकार प्राप्ति निमित्तकम च मम कायिक वाचिक सांसारिक ज्ञात ज्ञात भोज्य चोसे लेय समस्त शरीर शुद्धिद्वारा तत्कर्माधिकार प्राप्ति निमित्त प्राप्त्यार्थम इमाम गो दानम तत् अभावे तत् निष्क्रिय राजा नमगितम लोष्टम संस्कृत देवताकम कागज छन्नम संस्कृत देवताकम अध्यय आत्रेय गोत्राय त्रिप्रवराय राशिको नाम के हो गाइदिने मान्छेलाई नउठाउनु है त नारायण प्रसाद हजुरको उहाँको भान्जा है मम पितु भागिनेय गणेश स्वरूपिणे ब्राह्मणाय इदम गो निष्क्रिय द्रव्यदान तुभ्यम वयम सम्प्रदामहे त्यो पहनु है हातको कुसको टुक्रा भान्जालाई दिनुहोस् है कुसको हातमा कुस भयो कुसको टुक्रा ओम षोडकर्म स्वाहा षोड अर्क स्वाहा षोड सूर्य स्वाहा षोड शुक्र स्वाहा षोड ज्योति स्वाहा तद उषादिन ज्ञानाय प्रसाद समस्त कर्म तत्कर्माधिकार प्राप्ति निमित्त कम त मम पाञ्चक सरस्वती साधन यानी गाडी चाहिँ बाबाले जन्मान्तक तान्छ तान पेन्सन प्रदक्षिणम पदे पदे यसो यता सार दिनुहोस् भान्जाहरू उठाउनुहुन्छ हुन्छ उठाउन पनि पाइन्छ पैसो हो है त गाई होइन गाई हो भनेर खोलिदिनुहोस् हरे ओम देव हो शान्तिरन्तरिक्षं शान्ति पृथ्वी शान्तिराप यो तामाको भाँडो छ नि यसमा दुबो राख्नु तुलसी राख्नु दुबो र तुलसी राख्नु अनि फुल राख्नु ओम यही सूर्य सहस्राम छौ तेज राशि जलपते अनुपमवादेखि नयाँ प्रतिभा गर सूर्यनारायण भगवानको पुनः यसो गर्नु दुईटा हात उपस्थान है सूर्यलाई अनि नमस्कार गरिदिनुहोस् सूर्य नमस्कार है ल सूर्यनारायण नमस्कार गरेपछि त पूजा गरेको फल पाइन्छ देव नारायण नमः त देवको अगाडि चढाइदिनुहोस् है ल अब दुवो लिनुहोस् सबैले ल छानेर ल्याउनु है हरे ओम गम गणपतये नमः भन्नु है हरे ओम गणानान्वा गणपति गम जाडो भयो हजुर केही तदेव लग्नं सुदिनं तदेव ताराबलं चन्द्रबलं तदेव यत्र पार्थ तदुत्तर तत्र सिद्धिः बुद्धिः दुर्वानीतिर्मतिर्मम भक्तवत्सल भगवानको लतो त्यो गणेशमा चढाइदिनु कपुर हाल्नु अनि म्याडमले एउटा दुःखमा बाटेको दुःख हाल्नुहोस् अब यस्तो घटी बजाउनुहोस् शङ्खमा पानी हालेर अनि शङ्खले अब जय गणेश
सुसेतराय सुमङ्गलाय शुभाशाय साधनाय जलादिनाथाय नमो नमस्ते विघ्नहर्ता गणेश भगवानको कलश वरुण भगवानको समस्त कर्ताका इष्ट देवताहरूको कर्ताका कुल देवताहरूको घरका पाँच देवताहरूको समस्त नाग देवताहरूको एकै वास्तु मण्डप देवताको गृहवास्तु देवताको अब मामा है अनि यो चलन के छ नानीको कि बटुको यो थाल यहाँ ल्याउनु 500 रुपैयाँ ल्याउनुहोस् नानीलाई यो थाल दबाले कोही भयो भाउले गर्दै नि ठुलो कर्म यही हो। हरिओम तत्सत तत् सत तत्सत ओम विष्णु ओम विष्णु ओम विष्णु अदेह सुन्नु है आमाले कहाँ राख्ने अबुला कहाँ राखेर सम्म हुन्छ हुँदैन नि आमाको तालुमा कहाँ राख्ने आमा कि मामा हो नि त बाबु म तिमीलाई यो किनिदिन्छु नर भनेर फका है कपाल काट भनेर लेखेको छैन हुन्छ भनेर लेखेको छ त्यस कारणले यदि आउँछ भने हात चल्छ भने काट्नुहोस् चल्दैन भने जसले काटेन हुन्छ तिनवटा कपाल यस्तो खै दिदी बहिनी आऊ हस् हस् तपाईँले थापेर हुन्छ शिवनामासी सती देवी नमस्ते अथवा मायाको सिद्ध सुरग्रहण पीडितमा ओम्निपट्टि हाम्रो नाद्या प्रधान राज भगा सुभद्रास्तु सुपीडितयाय ओम्निमा सबै यथा सत्ता ओम त्रयकम जमदग्ने यसो समात्ने यसो काट्ने के एउटा हातले समात्ने सरी है एउटा काट्ने भयो जति आउँछ आउँछ हस् 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 ल अब यता
छु मैले गरेर आउनुको लागि भन्नु ल उहाँलाई दिनु ल भाइ नमस्कार गर्नु ल उहाँलाई दिनु अन्त फोन भएको छैन ल उहाँलाई भान्जालाई क्यामेरा म्यान खै है राम्रो लागेको छोटो अच्युतं केशवं कृष्णदामोदरं रामनारायणं जानकी वल्लभम् अच्युतं केशवं कृष्णदामोदरं रामनारायणं जानकी वल्लभम् मैले मन्त्र सुन्नको लागि गुरु शङ्ख बजाइदिनु होला है
भगवती है कि मी सम राइस भनेको के गरे पछि चाहिन्छ दुध बाहिर बोलाउँ त्यो भाइ भित्रै छ सूर्यादि नवग्रह देवता पूजन अहम गरिष्ये ल फुल लिनु रातो फुल अब पहिला रातो फुल ल अब फेरि अरू जोड तामोरी सर्प वनपर्दो स्मृतिवाकरम ओम घृणी सूर्याय
नानी छोइदेऊ है यता हेर्छु छोइदिने पूर्णमदः भन्नु पूर्णमिदं पूर्णमादाय पूर्णमेव वसिष्यते ओम पूर्णमस्तु यस्तो भयो अब जति ओम बुधाए स्वाहा आलु कतै बोले है तय स्वाहा अब डुमरी देऊ ओम शुक्राए स्वाहा अब समी देऊ स्वाहा ब्राह्मे स्वाहा आज उसको एउटा लामो देऊ त त्यस्तै आजदेखि तिमी व्रत बाँध्यौ सिस्टमलाई के तबे स्वाहा नमस्कार गर यसो अग्निलाई यसै ताप सूर्यलाई नमस्कार गरिदेऊ है उठ उठ एकचोटि निधारमा घाँटीमा हृदयमा तीन ठाउँमा लगाइदेऊ अनि कण्ठमा लगाइदेऊ अनि कानमा लगाइदेऊ दुईटा कानमा लगाइदेऊ अनि दुईटा कुममा लगाइदेऊ मन टिकाला ठाउँमा ओम बुधाय नमः सतस्मै नमः ओम बृहस्पते नमः सतस्मै नमः ओम शुक्राय नमः सतस्मै नमः मंगलाय नमः मंगला पिंगला नेत्रामणि ओम देवताभ्यो नमः प्रत्यदेवताभ्यो नमः ओम दशदिक्पालेभ्यो नमः आवाज शब्दमा विनायकाय अनि नभए खप्टाइदिनु अनि किन खप्टाइदिनु
अक्षता छैन अक्षता मैले जने सुपारी दिएको नि ओम दुई नमः महेश्वरै नमः छोड्देऊ ओम वामनाय नमः पाँचौँ खाए भाइ एक सहस्राक्षः सहस्रपातः स भूमिको श्रवतिस्नाङ्गुलम् ॐ स्वस्ति न इन्द्रो वृषर्वाः स्वस्ति नः पूषा विश्ववेदाः स्वस्ति नस्तार्चरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु ब्रह्ममुरारी त्रिपुरान्तकाली भानुसंस्कृतमुदश्च गुरुसंस्कृतसनावितमः सर्वे ग्रहाः शान्तिकराः भवन्तु ॐ शान्ति परमं पवित्रं प्रजापते यत् सहजं पुरस्तात् आयुष्यम् अग्रम अन्तिमं च शुभ्रम यज्ञो पवित्रं फलम अस्तु तेज अब तिमीलाई त पर्दैन बुवामा हजुरबाबुआमा हुनुहुन्छ यतिसम्म जने निकाल्न पाइन्छ योसम्म निकालेकोलाई अन्यथा हुँदैन
छ तिम्रो निर्मल संसार कमलको फूल झै तिम्रो कमलो मुहार सानो सानो पाइला हिँडे ठुला ठुला आशा बोकेर जगतलाई उज्यालो पार्ने तिम्रो हँसाइ हृदयमा छापिने साँचो तिम्रो हेराइ तिम्रो खुसीमा नै मेरो खुसी आनी गाँसेछ आशिष मेरो यो तिमी फली फुलिरहोस् प्रार्थना छ मेरो तिमी सधैँ सुखी रहोस् सखा
बचाउनु है लुगा कवर फुटाउनु है किनभने पानीमा भिजाउनु भयो कि मैले हेरिनँ ओम जाया जा उठ्नु उठ्नु ओम जाया बाहिर बाहिर साइडमा मनको आला मन लगे है एक राउन्ड घुमेर आउनु आमा अलि राम बस्नु गाह्रो हुन्छ आमा आमा प्रभु साधन हितकारी शरण शरण पाओ शरण शरण पाओ प्रभु बाबा भयहारी ओम जय जय बाबा मनोहरी जगदीश हरे साम्यम सुर सरिताको अविरल धार प्रभु जहाँ जहाँ जाने भई प्रभु प्रेम रहोस् ओम जय जगदीश हरे प्रतिदिन पावन बन्दै त्यो भव सिन्धु भगवानको भक्तवत्सल भगवानको कर्ता परिवारको आजको आनन्दको देवताको समस्त कुल देवताहरूको संस्कृति देवताहरूको वैदिक सत्य सनातन धर्मको समस्त भक्तहरूको सर्वेश्वर भगवानको लक्ष्मीका महात्म्यको भगवानको लक्ष्मण भगवानको राधा कृष्ण भगवानको सीता रामचन्द्र भगवानको चैत्र महापर्वको
ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय मार्जयामि ओम नमो भगवते वासुदेवाय मार्जयामि स्वस्तिन स्थार्जविष्णुमिहि स्वस्तिनो बृहस्पतिर् ददातु घिउ त माइजूलाई भन्नुपर्छ देव शान्तिरन्तरिक्षगुंस्ति पृथ्वी शान्तिरापः शान्तिरोहृदयः शान्ति विश्वे देवाः शान्ति शान्ति पैसा त्यही छोडिदिनु नमस्कार गरिदिनु सर छोडिदिनु ल एक एकवटा है त भयो आउनु सौवर्णेन वरत्नखण्ड रचिते पात्रे घृतं पायसं भाक्ष्यां पञ्चविधं पयोदधियुतं रम्भा फलं पादकं शाकानवैदं जलमुनिचकरं कर्पूरखण्डोज्ज्वलं ताम्बूलमनतिविषयोपभोगरचनानिद्रासमाधिस्थितिः कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यत्मना वा करोमि यद् सकलं परस्मै नारायणायति समर्पयामि तत् लैताल गर बेलपत्र शिवजीमा दुबो गणेशमा अरू फुल अनि यता अनि त्यतातिर साइडमा लडेर राख्नु कतै डिस्टर्ब नहोस् आउँदाखेरि बत्ती निभाइदिएर आउनु बुवा आमालाई पनि है अनि खोइ हाम्रो ठुलो बुवा आउँदाखेरि बत्ती घोप्ट्या अरिष्ट अनुदर शुक्र योगिनी अन्तर्गत भद्रिका निमित्तक यथा वस्तु निच तत् अभावे निष्क्रिय द्रव्य स्थापित प्रभव परि अर्पणम अहम परिसे अरिष्ट शुक्र एवं योगिनी अंतर्गत सीता अशुभ फल निवारण निमित्तक एतत् वस्तु स्थापित ग्रह देवता निमित्तक अर्पण अहम करिष्ये अब अमुक अमुक नवग्रह तथा अर्को के अरे धनकुमारी सूर्य एवं योगिनी अंतर्गत पिङ्गला निमित्तक अभावे निष्क्रिय दान द्रव्य दान तुभ्यम श्री सूर्यनारायण निमित्तक अर्पणम अहम करिष्ये
अब खोइ बुवामा छोइ गर्दा हुन्छ है हजुरले हरिओम तत्तत् अध्यय पूर्वचार्य साङ्गोपसिद्धस्तु पूर्वजा सम्पत्ति स पुत्र स चतुर्थ कनिष्ठ पुत्र दयाराम स पुत्रवधू के अरे सुधा स पौत्र निर्पत्र स पौत्री धनकुमारी स भ्राता पुत्र परिवार आदि सहित स बन्धु बान्धव आदि सहित विशेषतया मम पौत्रहरू हजुरले मम पुत्र मीन प्रसाद कुमार चुडो उपनयन केदार समावर्तन पूर्वोक्त दिने ज्ञाति श्राद्ध पूर्वकम अद्य दिने उत्तरङ्ग कर्मणि तत्कर्म ज्ञान्त छोडिबिने तद भू अभावे राजा नामकितम रोष्टम शब्द देवतागम कागजनम शब्द देवतागम अध्यय सम्प्रदायमहे ओम श्री कैरा अहिलेको विशेष पूजा पुष्पा लिएर तपाईँको पैसा उठाउनुहोस् हरिओम दशदाध्याय पूर्वचार्य सङ्कल्पसिद्धस्तु परिसेमाण कर्मणि पूर्वचार्य मम है सपरिवाराय नवग्रह शान्ति निमित्तको लक्ष्यवर्तीको तथा पूर्णपात्र सहित चुडोपने समावर्तन कर्मणि तत्कर्म अपूर्ण पुनाथ इदम पूर्णपात्र तानम अध्यय धनञ्जय गोत्र आय नाम के हो राशिको थियो सुरलिनी भान्जा हजुरको भान्जा है आएको भान्जा है भागिनी सुनबेडे होता सुनबेडे पाएको ड्युटी हो सबैलाई त उठाएर सुरलिनी तपाईँले हो नि यो घर लानु पर्छ है उता लएर आमालाई तिमीलाई मम्मीलाई खानाको तयारी गर्दा हुन्छ गुरुहरूलाई दिनुभयो हुन्छ अरू गुरुहरूलाई दिनुभयो सुक्खा रोटी है म्याडम होइन यस्तो छाया पारेर क्लियर देखिन्छ होइन हेर देखियो नि है नराम्रो सपना निवारणको लागि सर्वारिष्ट वर्षोत्तम समान चेत प्रज्ञा ऐश्वर्य बल पुष्टि प्राप्त्यर्थम है यसो बल पुष्टि तेज प्राप्ति भोलि भरतपुर जानु पर्यो नि होइन यस्तो कचरा नि तपाईँको ब्राह्मण वचन शास्त्र वचन अनुसार गुरुहरूको वचन अनुसार अग्नि साक्षी देव अग्नि साक्षी गरेर हामीले आजको कर्म पुरा गरियो भनेर छरिदिनु होला यसो यहाँ दिन थाल्नु लक्ष्मण भगवानको यसो नमस्कार गरिदिनु निहुरेर दण्डवत गरिदिनु औँठी खोलाउ उसको औँठी त्यो भाइलाई मान्नु थियो कि त्यही भयो
सबैलाई त्यति बाँस चाहिन्छ। दस